हेलो नमस्ते तपाईहरुलाई स्वागत छ है लर्न फर फिनिशमा। अब तपाईले हैन यी स्टेप्सहरु फलो गर्नुभयो भने चाहिँ फिनिश मजाले सिक्नुहुन्छ है। अनि तपाई यदि ग्रामर हैन हामीलाई ग्रामरमा पर्फेक्ट हुनु जरुरी छैन के हैन। हामीले बोलेको भाषा मैले बोलेको भाषा तपाईले बुझ्यो भने पुग्यो हैन त। त्यही भएर अब तपाईको र हाम्रो जर्नी सुरु हुन्छ नि। यो सिरियस लर्नर्सहरुको लागि मात्रै हो। यो कोर्स फ्रीमा हो। म टाइम अनुसारले आफ्नो हैन शेड्युल अनुसार चाहिँ आफ्नो स्केड्युल अनुसार तपाईहरुलाई भिडियोहरु पोस्ट गरिरा हुन्छु र के जिज्ञासा भयो भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। अनि sofinland.com मा चाहिँ सबै चीजहरु हुन्छ है। त्यो वेबसाइट चाहिँ ख्याल गर्नुस्। त्यहाँ चाहिँ धेरै कुराहरु छ फिनल्यान्डको बारेमा। यदि तपाई फिनल्यान्ड आफ्नो डेस्टिनेसन बनाउँदै हुनुहुन्छ भने तपाई त्यहाँ धेरै कुराहरु बुझ्न सक्नुहुन्छ है। अब हामी हाम्रो भाषा सुरु गर्छौं है। यो भिडियोमा चाहिँ हामी अल्फाबेट हैन नम्बर कुनै पनि भाषा सिक्न भन्दा अगाडि त्यो प्रोनाउन्स गर्न जान्यो भने चाहिँ सजिलो हुन्छ के हैन। त्यसपछि बारहरु सिक्नु महिनाहरु है। अनि त्यसपछि अरु कुराहरु सिक्ने हो के। अब सुरु गरौँ है त। नमस्ते लर्न फिनिश फर फ्री मा तपाईहरुलाई स्वागत छ। लर्न फिनिश फ्रम जीरो है। हामी यसमा चाहिँ के सिक्छौं भन्दाखेरि यो के रे बोल्ने कसरी हैन फिनिश भाषा कसरी बोलिन्छ सिक्छौं। हामी ग्रामरतिर चाहिँ धेरै जोड दिदैनौं है। हामी चाहिँ पुरै स्पिकिङमा मात्रै फोकस गर्छौं। अनि हाम्रो पुरै कन्टेन्टहरु चाहिँ यो sofinland.com कै आधारमा हुनेछ हैन। हामी यो पहिला मोड्युल 1 गर्छौं, मोड्युल 2, मोड्युल 3 है। तपाईहरुले टाइम दिएर मजाले है मेहनत गर्नुभयो भने चाहिँ तपाई यो मोड्युल 1 भ्याउने बेलासम्म हैन 1 घण्टामा चाहिँ मजाले फिनिश बोल्न सक्नुहुन्छ है। अब हामी सुरु गर्छौं लर्न फिनिश फर फ्री हैन। मोड्युल 1 लेसन 1 अल्फाबेट्सहरु है। कुनै पनि देशको भाषा सिक्नु भन्दा अगाडि के जरुरी हुन्छ भन्दा त्यो देशमा कसरी भाषाहरु हैन उच्चारण गर्छन्, कसरी भाषाहरु बोल्छन्, प्रोनाउन्स गर्छन् वर्ड्सहरु हैन के रे अल्फाबेटहरु त्यो बुझ्नु जरुरी छ है। त्यो बुझिसकेपछि चाहिँ हामी मजाले वर्ड्सहरु बनाउन सक्छौं। अनि वर्ड्स पछि सेन्टेन्सेसहरु हैन त। अनि एउटा कुरा है यदि तपाई ग्रामेटिकल हैन एरर खोज्नुहुन्छ भने चाहिँ मेरो क्लास जोइन नगर्नुस् है। म चाहिँ तपाईहरुलाई कसरी बोल्ने हैन त्यतातिर सिकाउँछु। अनि ग्रामर खासै हामी डे टु डे लाइफमा चाहिँ युज हुँदैन के हैन। जस्तै फर एक्जाम्पल मैले तपाईलाई ल उच्चारण गर्नुस् त भन्यो भने के हुन्छ के भन्यो कुनै शब्द उच्चारण गर्नुस् त भन्यो भने तपाई कन्फ्युज हुन्छ है के भन्यो भने। केही बोल्नु न यार केही बोल्नु भने त तपाई बोल्नुहुन्छ नि हैन। त्यस्तै हो के भाषा भनेको पनि तपाई हैन कसरी लर्निङ गर्दै हुन्छ कि एकाडेमिक पर्पजको लागि हो कि हैन जस्ट फर स्पोकन ल्याङ्ग्वेज हो कि अनि स्पोकनको लागि मात्रै हो भने चाहिँ तपाईले ग्रामरमा चाहिँ धेरै जोड दिनु हुँदैन के हैन। मान्छेहरु चाहिँ 1-2 वर्ष भाषा पढ्यो त्यही पनि भाषा जान्दैन नि। किन थाहा छ? किनकि उनीहरु ग्रामरमा बढी फोकस गर्छन् के है। एकदम सिम्पल स्टेप छ के है। पहिला वर्ड्सहरु अल्फाबेटहरु सिक्नु, वर्ड्स बनाउनु, सेन्टेन्स भन्नु हैन, डेजहरु फेस्टिभल्सहरु भयो यी कुराहरु गरिसकेपछि अनि भाषा बोल्न सिक्ने हो के ल है। जस्तै फर एक्जाम्पल आज हामी प्रोनाउन्स गर्न सिक्छौं हैन। यदि तपाईले हेर्नु भएको छैन भने है आ बे से टे ए एफ गे हो ई जे भन्ने शब्दै हुँदैन है। जेलाई चाहिँ ई भन्छ। जस्तै यो कि युस्तो योलु युवास्कुला यातेलो भनेको आइसक्रिम है। को एल एम एन ओ पे कु आर एस टे उ वे अनि यो डब्लु लाई काक्सकोइद वे भन्छ, तुप्ला वे पनि भन्छ है। तर यसलाई चाहिँ नर्मली भन्दाखेरि वे नै भन्छ है। वेसा भन्छ, वेसे भन्छ है टोयलेटलाई। एक्स धेरै युज हुँदैन यसलाई एक्सै भन्छ, धेरै टेन्सन नलिनु। अनि वाइ भनेको उ भन्छ है। युक्सी युस्तावा यो भनेको चाहिँ बिहान पखको टाइम है। जेटलाई जेट्टा हैन सेट्टा भन्छ, जेट्टा भन्छ। तर प्रोनाउन्स गर्न जान्नु भएन भने पनि टेन्सन नलिनुस् के हैन। तपाईले बोलेको भाषा भए पुग्छ के आ भन्छ यसलाई ओ भन्छ है। यो स्विडिश भन्छ ओ भन्छ। यसलाई चाहिँ आ भन्छ आइटी आनी एलुकास हैन। तपाई यो बोल्दाखेरि सिक्दाखेरि मात्रै भन्नुहुन्छ तर नर्मल लाइफमा चाहिँ आइटी नै नर्मल आ जस्तै उच्चारण हुन्छ है। यसको टेन्सन छैन। यो ओलु भन्छ हैन ओइनेन ओतका है। अब यो उच्चारण गर्न सिक्नुस् है। अब तपाईले राम्रोसँग भन्न जान्नु भएन भने टेन्सन छैन हैन। जस्तै आबाट आउतो आपिना आउरिनको बनानी बुस्सी ब्रोइलेरी है। यो चिकनलाई ब्रोइलेरी भन्छ, काना पनि भन्छ हैन। सेबाट सेल्सियस क्याफे सेन्टी यो से पनि धेरै युज हुँदैन हैन। डे पनि धेरै युज हुँदैन। ए भयो है एलोकुबा एङ्केली एत्ता सिम्पल। यसको लजिक के छ भन्दा जस्तो इंग्लिशको बी भयो भने बे, सी भयो भने से हैन। ए जोड दिनु के ए लाई चाहिँ आ भन्छ अनि ई लाई चाहिँ फेरि ए भन्छ हैन। अनि अरु जस्तै गे हो भन्यो है। जस्तै एच भनेको हो भयो तर तपाई बोल्दाखेरि कसरी बोल्नुहुन्छ हाउसका हिरी हेदेलमा के इंग्लिश जस्तै छ त्यस्तो खासै गाह्रो छैन हैन। अनि त्यसपछि यो अब हामी जान्छौं सेकेन्डमा जाउँ है त नम्बर। अब हामी जान्छौं नम्बर्समा जाम है त। यो नम्बरको ट्रिक्स पनि सजिलो छ है। तपाईले 1 देखि 9 सम्म जान्नु भयो भने हैन अरुको खासै त्यस्तो युज गर्नु पर्दैन है।
युक्सी भनेको 1 2 काक्सी 3 कोल्मे 4 नेल्या 5 बिसी 6 कुसी 7 सेइत्सेमान 8 काहेक्सान 9 युहेक्सान 10 क्युमेनन अनि कादेक्सान भने पनि भयो काहेक्सान भने पनि भयो युदेक्सान भने पनि भयो युहेक्सान भने पनि डे साइलेन्ट गर्दै पनि भयो है। अनि यो पुहेकिएली भन्छ नि त्यसमा चाहिँ जस्तै सर्ट फर्म हो के युक्सीलाई युक का को ने वि कु भन्छ हैन तर तपाईले चाहिँ भन्नु जरुरी छैन किनकि तपाई नर्मल्ली चाहिँ तपाईसँग नर्मल नै बोलिरहेको हुन्छ है। यो कोलोकियल भाषा के भन्छ यो पुहेकिएली भन्ने चाहिँ तपाई फेमिलियर हुनुहुन्छ नि जस्तै हाम्रो नेपालतिर नि बोलिन्छ ओ के छ यार दोस्त यार सब ठीक छ भन्छ त्यस्तै टाइपको के हैन त्यही भएर त टेन्सन नलिनुस् है। पुहेकिएली भनेको चाहिँ त्यो पछि गर्दा नि हुन्छ। युक्सी काक्सी कोल्मे नेल्या विसी कुसी सेत्समान काहेक्सान युहेक्सान क्युमेनन त्यसपछि तोइस्ता नम्बर जोडिदिने युक्सी तोइस्ता काक्सी तोइस्ता कोल्मे तोइस्ता हैन त्यसमा जोडिदिएपछि 12 13 14 15 भयो हैन अनि 17 भनेको सेत्समान तोइस्ता तोइस्ता पछि हुन्छ क्युमेन्ता भनेको 20 काक्सी क्युमेन्ता 30 भनेको कोल्मे क्युमेन्ता 40 भनेको नेल्या क्युमेन्ता हैन त्यसमा नम्बर जोड्दै जाने त्यसपछि 100 भनेको साता अनि 1000 भनेको तुहात्ता यसरी अरु नम्बरहरु हेर्दै जाने है। अनि तपाईले यो फिनिश इंग्लिशमा छ यो चाहिँ युट्युबमा गर्नु त्यहाँ पनि हुन्छ अनि यहाँ पनि एक्सरसाइजहरु छ है तपाईले एबार पनि गर्न सक्नुहुन्छ। अब हामी डेज अफ द वीकमा जाम है फिनल्यान्डका बार है फिनल्यान्डको बारहरु यहाँ चाहिँ सोमबारको दिन सुरु हुन्छ अनि पेर्यान्ताई भ्याइन्छ है अनि लावन्ताई सुनुन्ताई चाहिँ छुट्टी वाला दिन हो है। जस्तै मानन्ताई तिसताई केस्केभिकको तोर्सताई पेर्यान्ताई लावन्ताई सुनुन्ताई हैन आर्की पाइबा भन्छ है त्यो पाइबालाई मानन्ताइस्ता पेर्यान्ताइहिन मन्डेदेखि पेर्यान्ताइसम्म चाहिँ हैन सोमबारदेखि शुक्रबारसम्म चाहिँ यो काम गर्ने दिन भयो लावन्ताई सुनुन्ताई छुट्टी भयो अनि पेर्यान्ताई लावन्ताई सुनुन्ताई भिकन लोप्पु भन्छ है विकेन्ड्स यो भिकको पाइबा भयो अनि यो चाहिँ भिकन लोप्पु भयो हैन पेर्यान्ताई इभिनिङबाट लावन्ताई सुनुन्ताई लावन्ताई बाप्पा पाइबा भने सुनुन्ताई पिउहा पाइबा भन्छ पिउहा पाइबा भनेको तपाईको तुप्ला पाइबा हो के है जस्तै होलिडेजहरु तोर्सताई विकडेजमा पर्यो भने पिउहा पाइबा भयो के हैन डबल सेलेरी आउँछ है त्यो काम गर्नुभयो भने चाहिँ। अब हामी यसपछि फेरि जाउँ हैन केमा गयौं हामी डेज भ्याल्यु अब मन्थ्समा जाउँ हैन अब महिना र अनि त्यसपछि यो सिजन्सहरु हैन ताम्मिकु हेल्मिकु मालिसकु हुतिकु तौकोकु केसाकु हैनाकु एलोकु सिसकु लोकाकु मारासकु यौलुकु है। अनि अहिले चाहिँ के बात छ है जहिले पनि के बात भनेको स्प्रिङ हैन मालिसकु हुतिकु तौकोकु अहिलेको महिना चाहिँ मालिसकु है अनि के बात पछि आउँछ केसा समर केसाकु हैनाकु एलोकु हैन अनि केसा पछि आउँछ सिस्कु अटम भनेको सिस्कु लोकाकु मारासकु त्यसपछि आउँछ ताल्वी यौलुकु ताम्मिकु हेल्मुकु है। अब मन्थ्सहरु पनि जान्नुभयो सिजन्स पनि जान्नुभयो अब होलिडेजहरु पनि जान्नु जरुरी छ के फिनल्यान्डमा हैन होलिडेजहरु थाहा पाउनु भयो भने चाहिँ कहिले छुट्टी छ हैन त्यो बेला काम गर्दा तुप्ला पाइबा आउँछ त्यो जान्नु पनि जरुरी छ है। अनि लोमा भनेको चाहिँ भ्याकेसन हो है फिनिसहरु लोमा भन्ने चाहिँ भ्याकेसन भन्छ पिउहा पाइबा भनेको मैले भने जस्तै पब्लिक होलिडेज सन्डे हैन अनि अरु दिनहरु भयो भाप्पा पाइबा भनेको फ्री डे युला पाइबा भनेको फेस्टिभल्स है। नेशनल पब्लिक होलिडेज आत्तो पाइबा भन्छ कि जस्तै न्यू इयर जनवरी 1 हो भने चाहिँ जताततै हुन्छ हैन जनवरी 30 हैन डिसेम्बर 30 लास्ट डेमा चाहिँ आत्तो पाइबा भन्छ कि जहिले पनि आत्तो भनेको इभ है यो चाहिँ सम्झिराख्नु चाहिँ धेरै युज हुन्छ आत्तो पाइबा भन्छ जेको पनि आत्तो पाइबा हुन्छ के। अनि जनवरी 6 भनेको लोप्पिआइनेन भनेको चाहिँ अब क्रिसमस भ्याइयो के हैन जनवरी सुरु भयो क्रिसमस लोप्पिआइनेन पछि क्रिसमस भ्याइयो जनवरी 6 हैन। अनि त्यसपछि इस्टर आउँछ है यो अब पित्का पेर्यान्ताई यो अप्रिलमा हुन्छ हैन पित्का पेर्यान्ताई भन्छ शुक्रबार र मन्डे चाहिँ डबल पाइबा हुन्छ छुट्टी हुन्छ शुक्रबार पनि छुट्टी मन्डे पनि छुट्टी हुन्छ नि इस्टर मन्डे भन्छ अनि पित्का पेर्यान्ताई भन्छ शुक्रबार र सोमबार है यो अप्रिलमा हुन्छ। अनि भाप्पु पाइबा मे 1 भयो अनि अप्रिल 30 चाहिँ आत्तो पाइबा भयो है अप्रिल 31 चाहिँ तुप्ला पाइबा हुँदैन तर मे 1 चाहिँ तुप्ला पाइबा हुन्छ है। त्यस्तै मिड समर भयो युवानुस है अनि अरु हेला तोर्स्ताईहरु भन्ने हुन्छ इट्सेनाइसुस पाइबा डिसेम्बर 6 है फिनल्यान्ड चाहिँ स्वतन्त्र भएको दिन इट्सेनाइसुस पाइबा भन्छ होला त्यसलाई त्यो दिन चाहिँ सबैले हिवा इट्सेनाइसुस पाइबा भन्छ हैन क्रिसमस त यौलमा भइहाल्यो है। अब तपाईहरुले सर्टकटमा चाहिँ है सबै सिक्नु भयो हैन अनि त्यसपछि अब म प्रोनाउन्सहरुको बारेमा चाहिँ अलि पछि जान्छु यो अलिकति है यो अलिकति गाह्रो छ तर तपाईको अबको होमवर्क के रहन्छ भन्दाखेरि है तपाईले अहिलेसम्म भिडियो हेरिराख्नु भएको छ भने लेसन 1 2 3 4 5 6 तपाईले चाहिँ यो भिडियो मुनि कमेन्ट गर्नुस् है त मैले जे क्वेशन सोध्छु कमेन्ट गर्नुस् है। क्वेशन 1 मा हुन्छ तपाईको नाम के हो फिनिशमा उच्चारण गर्नुस् है नेपालीमा लेख्नुस् है तपाईको नाम के हो है। अनि 2 नम्बरमा चाहिँ तपाईको बर्थडे कहिले पर्छ है डेट मात्र लेख्दा हुन्छ है ताम्मिकु हो भने ताम्मिकु नेल्या तोइस्ता हैन त्यसै बर्थडेको
डेट के अरे यो मन्थ र डेट लेख्नुहोस् है। क्वेसन नम्बर 2 तपाईँको बर्थ डेट है, मन्थ र डे मात्रै लेख्दा हुन्छ है। अनि त्यसपछि तपाईँ कुन बार जन्मिनु भएको है, मन्डेदेखि शनिबारसम्मकोमा तपाईँ कुन बार जन्मिनु भएको फिनिसमा लेख्नुहोस् है। मेना सिन्तुए केस्केभिकोना होइन, अथवा के हो होइन। हाम्रो अर्को भिडियो चाहिँ होइन प्रोनाउन्सहरूको बारेमा हुन्छ। अर्को भिडियोमा चाहिँ हामी आफैले कसरी इन्ट्रोड्युस गर्छु त्यो बारे सिक्छौँ है। अनि सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ सब्सक्राइब गर्नुहोस् है। मेरो अर्को च्यानल पनि छ कृष्ण छेत्री फिनल्यान्ड, त्यसमा चाहिँ इङ्ग्लिसमा हुन्छ र यो मैले प्रायः फेमिलीहरूको र नेपालीहरूमा चाहिँ यो च्यानल यो फ्यामिली च्यानलमा राखिरहेको हुन्छु है। सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब गर्नुहोस्। हामी सँगै अगाडि बढ्छौँ होइन त। फेरि अर्को भिडियोमा भेटौँला। अनि हामी अर्को हप्ता अनलाइन भेट्छौँ। म पछि त्यही फेसबुक ग्रुपमै लिङ्क पठाइदिन्छु, लिङ्क होइन, त्यहीँबाट चाहिँ हामी फर्दर कम्युनिकेसन गर्छौँ। भाषा सिक्दै गर्नुहोस्। फिनिस भाषा मै ओपी में यू देश छ होइन त।